हजुर गाइज नमस्ते, तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। सो प्लिज मेरो च्यानललाई लाइक कमेन्ट अनि सकेसम्म फलो सब्स्क्राइबहरू गरिदिनु होला है। चाहिँ सुकुम्बासीहरूको आन्दोलन यसरी अहिले कपिलवस्तुको चन्द्रौटामा भइरहेको तपाईहरुलाई म देखाएको छु र यहाँ सम्पूर्ण दर्शक महानुभावहरू यो पछिल्लो सरकारको निर्णय र सुकुम्बासीले हटाउने जसरी सरकार अगाडि बढिरहेको छ त्यसको विरुद्धमा आन्दोलन भयो भनेर भनिएको छ र कतिपयले चाहिँ सुकुम्बासी र हुकुम्बासी चाहिँ छुट्याउनु पर्छ भन्ने पनि माग भइरहेको सन्दर्भमा छ। अब के को लागि भन्दा पनि अब नेपाल राज्यभरिका सुकुम्बासी तपाईको लगभग 32 जिल्लाका सुकुम्बासीमाथि अहिलेको सरकारले जुन जनताले बोकेको म्यान्डेट जनताले चाहिने आशा गरेको कुरा त्यो पूर्ति भएन। उनको आशा भन्दा निराशामा चाहिने जनताले आफ्नो चाहिने अवस्था बिगाडिरहेको अवस्था तपाईको काठमाडौँ लगायत तपाईको चाहिने पोखरा बुटोल अब यही शिवराज नगरपालिका दाङ यस्तो ठाउँमा जताततै अतिक्रमण गरेर बसेको बस्ती हटाउँदैछन् भनेर जुन बोझर चलिरहेको छ त्यसको विरुद्धमा हामी 32 जिल्लाका सुकुम्बासीहरू चाहिँ हामी एकजुट भएर हामीले यो अहिले गरेको सरकारको विरुद्ध हामीले चाहिँ आफ्नो बस्ने बाँस घाँस कपासको व्यवस्थाको निम्ति हामी सम्पूर्ण जनता एकजुट